हेलो साथीहरू, सन्चै हुनुहुन्छ नि? आराम कुशलै हुनुहुन्छ? 3-4 दिन अगाडिको एउटा म्यासेज आएको छ कि मैले एउटा भिडियो बनाउनु टाइम नपाएर साथीहरूलाई सुनाउला भनेर चाहिँ सोचिरहेको थिएँ। आज चाहिँ अलिकति टाइम मिलेर चाहिँ यो कुरा तपाईँलाई भन्न गइरहेछु। 3-4 दिन अगाडि हो, एक बिहानै मैले चाहिँ मोबाइल यसो खोलेर हेरेँ। मोबाइल खोलेर हेर्दाखेरि एउटा म्यासेज आइरहेको थियो कि त्यो म्यासेज यसरी हेरेको, मैले कसैलाई कमेन्ट गरेको थिएँ, त्यही कमेन्ट फेरि मलाई फिर्ता आएको देखेँ क्या। यसो हेरेँ, अरे के हो यो, अचम्म लाग्दो। ए बाबा, मैले गरेको कमेन्ट हो यो त, फेरि मलाई नै फिर्ता रिटर्न आइरहेछ भनेर चाहिँ के होला भनेर चाहिँ मजाले मोबाइलको चाहिँ भित्र पसेर हेरेँ। फेसबुक सेन्टरले चाहिँ मलाई चाहिँ त्यो मेसेजको कदर गरेर चाहिँ वाउ भनेर चाहिँ सेन्टरले मलाई नै मेसेज लेखेको रहेछ कि यो कमेन्टको चाहिँ एकदम राम्रो कमेन्ट भनेर चाहिँ मेरो चाहिँ हौसला बढाएको रहेछ। मलाई पनि थाहा थिएन यस्तो पनि हुन्छ भनेर चाहिँ मैले सोचेको पनि थिइनँ। तर साथीहरूले कहिलेकाहीँ भिडियो हेर्दाखेरि लाइक गरेपछि छोटो मिठो कमेन्ट छोड्नु तपाईँको पनि राम्रो हुन्छ, पर्फर्मेन्स राम्रो देखिन्छ भनेर भन्थ्यो। आइडी फ्रिज हुँदैन, आइडी ग्रो हुने सम्भव हुन्छ भन्थ्यो। यो कुरा चाहिँ एक्ज्याक्टली हो रहेछ भन्ने कुरो चाहिँ मैले आफैले आफ्नो मेसेज कसैलाई गरेको कमेन्ट, छोटो मिठो कमेन्ट चाहिँ फेसबुक सेन्टरले मलाई उत्साहितसँगले पठाएको हुनाले यो कुरा चाहिँ बिलिभ गरेर मलाई खुसी लागेको छ। साथीहरू त्यसैले कुनै पनि भिडियो हेर्नु हुँदाखेरि तपाईँको स्क्रिनमा आउँदाखेरि लाइक गरिसकेपछि मिठो छोटो वाउ भन्नुहोस्, अति सुन्दर प्रस्तुत हेर्नु पाइयो भन्नुहोस्, जुन आफूलाई मनपर्छ भिडियो अनुसारको मिठो कमेन्ट पास गर्नुहोस्। तपाईँको पनि पर्फर्मेन्स राम्रो हुने रहेछ है साथीहरू। हवस् त, फेरि यस्तै मिठो भिडियो लिएर अर्को भिडियोमा, नेक्स्ट भिडियोमा जोडौँला। बाई बाई।